हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी ब्लग। ल आज मटन र पुलाउ बनाऊ है। म चाहिँ पहिला यसरी कराई तताएर तोरीको तेल राखेर तताएर यो ल्वाङ सुकमेल अनि तेजपत्तालाई राखेर चाङचुरुङ पारेँ। अनि त्यसपछि मासु खसीको मासुलाई तेलमा झ्वाइँ पारेर एकछिन भुट्छु। पराक पुरुक यस्तो चलायोरे अनि ढाकेँ मैले। अनि त्यो एकछिन 5 मिनटसम्म त्यसलाई भुटेर अनि खोलेर नुन र बेसार हालेँ। अब नुन हालिसकेपछि मासुबाट पानी निक्लिन थाल्छ। अनि फेरि मैले यसलाई एकछिन छोप्छु, पकाउँछु। अनि अब पानी सुकेर तेल निक्लिन थाल्छ। अनि प्याज हालेँ। प्याजलाई पहिल्यै तेलमा फ्राई गरेर मासु हाले पनि हुन्छ, तर मैले यसरी चाहिँ बनाएको। यसरी बनाउँदा पनि हुन्छ। अनि प्याज पनि गलिसक्यो। अनि त्यसपछि मैले लसुन, अदुवा अनि रातो खुर्सानी सिलौटोमा पिसेको थिएँ, अनि त्यसलाई पनि राखेँ। अनि फेरि चलाएँ, देख्न सक्नुहुन्छ। अनि त्यसपछि जिरा धनिया पिसेको छ के मसला, अनि त्यो पिसेको मसला राखेँ। अनि त्यसले फेरि म चलाउँदैछु। अनि अघिको त्यो जुन थियो नि अदुवा लसुनको त्यसमा पानी, अनि त्यसपछि टमाटर अलि धेरै राखेको कि ग्रेभीको लागि। अनि टमाटर राखेर ढाकिसकेपछि पनि यस्तो टमाटर मजाले गलेको छ। अनि कस्तो राम्रो यम ग्रेभी, कस्तो मिठो देखियो। यसरी बनाएको कराईमा बनाएको पनि पाकेको थियो है राम्रोसँग, किनकि मैले पहिले पानी नहाल्दा भन्दा पहिले भुटेको थिएँ नि त, त्यही भएर। अनि हामी चाहिँ घरमा अलि धेरै छौँ, त्यही भएर यसलाई सुपको लागि मैले पानी राखेँ। अनि यो बकबक उम्लियो, यता पाक्यो। र यता पुलाउको लागि चाहिँ मैले कुकरमा घिउ तताएँ अनि ड्राई नट्सहरू राखेँ। अनि यो भिडियो बनाउने चक्करमा चाहिँ मेरो के गल्ती भयो भन्दाखेरि यो ड्राई नट्सहरू हल्का डढ्यो कि कालो भयो, त्यस कारणले देख्न सक्नुहुन्छ त्यहाँ कालो कालो देखिएको छ। त्यो त्यस्तो नराम्रो, खाँदाखेरि त्यस्तो गन्ध चाहिँ आएको थिएन, तर देख्दा चाहिँ हल्का ब्राउन कि चाम्रेको जस्तै देखेछ। अनि मैले त्यो भिजाएको चामल पनि राखेँ, अनि नुन चिनी पनि राखेँ, अनि पानी ठिक्क राखेको थिएँ। देख्न सक्नुहुन्छ त्यो ड्राई नट्स ड्राई भएको डलेको भएकोले त्यस्तो थाहा छ। र रेडी भयो, टाडा, यम कस्तो मिठो।